दुईटा मात्रै थियो स्पेयर टायर। टायर पड्क्यो तीनटा, अनि एउटा टायर पुगेन मलाई होइन, आइपुगेका छैनन् मेकानिकहरू। अनि देख्न सक्नुहुन्छ हजुरले पछाडि, अब यही हो के गाडीमा चलाउने। तपाईँले हेऱ्यो रबरले गर्दाखेरि राम्रोसँग हेर्न मिल्दैन होला पछाडि नै होइन, टायर त्यो 4 लाइन छ होइन, भित्रैसँग छ कि आउनु पर्यो। अहिले चाहिँ यहाँ साँझको लगभग 5:30 भइसकेको छ है। एउटा टायर त पछाडि मात्रै, अनि यो दुईटा टायर गर्दा 34 टायर भयो। अनि अगाडि टाउकोमा 10वटा भनेपछि 44वटा भयो। अनि एउटा अगाडिको टाउको लागि ठुलो टायर स्पेयर टायर छ, 45वटा टायर छ मेरो गाडीमा। हेलो दर्शक नमस्ते सबैजनालाई, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु है। र आज चाहिँ 2025 जुन 22 है को दिनमा चाहिँ म चाहिँ दमम जाँदै थिएँ, जिजान भन्ने ठाउँबाट। अनि त्यही क्रममा चाहिँ मेरो गाडीको टायर पड्क्यो है, बिच बाटोमा आएपछि। र टायर पनि एउटा होइन, दुईटा होइन, तीनटा टायर पड्क्यो है। किनभने गाडीमा हेभी लोड भएको भएर ओभरलोड त के भन्नु, यसको क्यापेसिटी त यसको बोक्ने डबलै हो, तर अब डबलै बोक्ने भए पनि बाटो अनुसार हुन्छ नि त। अनि त्यो बाटो अलिकति पार्किङ गर्ने बेलामा कच्ची बाटोमा हालेको, अनि त्यही पड्क्यो टायर है। अनि त्यही भएर म चाहिँ अहिले यहाँ कुरेर बसिरहेको छु। अनि मसँग टायर चाहिँ दुईटा मात्रै थियो स्पेयर टायर। टायर पड्क्यो तीनटा, अनि एउटा टायर पुगेन मलाई होइन। अनि नपुगेपछि चाहिँ अब टायर त ल्याउनु पर्यो, यतिकै सिङ्गल टायरमा जाने कुरो भएन। अनि कम्पनीलाई इन्फर्म गरेँ मैले। कम्पनीलाई इन्फर्म गरेपछि चाहिँ कम्पनीले भन्छ ल ठिक छ नि त, टायर छैन भने म पठाइदिन्छु, त्यहीँ जहाँ पड्केको त्यहीँ गएर बस, त्यही पेट्रोल पम्पमा गएर बस भन्ने कुरो भयो। अनि म पेट्रोल पम्पमा आएर बसेँ। अनि मेकानिकहरू आउँदैछ अरे। म चाहिँ हिजो त्यो 21 गतेबाट बसेको होइन। हिजो 21 गते पड्क्यो मेरो टायर, आज चाहिँ 22 गते है। भोलि भिडियो चाहिँ आज 22 गते बनाएको छु। अब कहिले आउँछ हजुरहरूसम्म चाहिँ थाहा छैन होइन। अनि त्यही भएर कुरेर बसेको, अहिलेसम्म मेकानिक आएको छैनन्। अनि मेरो टायर कसरी पड्केको छ म तपाईँहरूलाई सबै देखाउँछु, मेरो गाडी पनि सबै देखाउँछु होइन। टायर कति धेरै टायर छ कि मेरो गाडीमा, लगभग 32वटा टायर छ पछाडि मात्रै, सानो छ टायर। अनि अगाडि 10वटा टायर, 42वटा टायर छ। अनि स्पेयर टायर दुईटा बोकेर हिँडेको हुन्छ सधैँ पछाडिको लागि, सानो टायर 42 2 44 भयो। अनि अगाडि म तपाईँलाई उहाँ देखाउँछु है, उहाँ देख्न सक्नुहुन्छ एउटा छ त्यहाँ होइन। त्यो गाडीमा 45वटा टायर छ। अनि त्यहाँबाट म पछाडि त्यो दुईटा टायर पड्केको छ, म तपाईँहरूलाई त्यो पनि देखाउँछु। र गाडीको भित्रको टायरहरू पनि देखाउँछु म कति धेरै टायर छ भनेर। ल भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला, स्किप नगरिकन हेरिदिनु होला। र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर जोडिनु होला, किनभने अरू भिडियो पनि मैले बनाउँदाखेरि, अपलोड गर्दाखेरि तपाईँहरूलाई नोटिफिकेसन आउँछ है। र अनि एउटा मिठो लाइक र अनि एउटा कमेन्ट चाहिँ छोडिदिनु होला। भिडियो के कस्तो छ है, केही कमजोरी छ भने म फेरि त्यसलाई सुधार्ने मौका मिल्छ नि त मलाई, हजुरले छोडेको कमेन्टले गर्दाखेरि। त्यसैले अब ढिला नगरिकन म गाडीको तपाईँलाई टायरहरू देखाउँछु, अनि कस्तो तरिकाले पड्केको रहेछ। अनि यहाँ म कहाँ बसेको छु, यो यहाँको सबै भ्यूहरू देखाउँछु है त। म गाडीको भ्यू अनि तपाईँको पेट्रोल पम्पको भ्यू है। ल गाइज हेर्न सक्नुहुन्छ हजुरहरूले है, यही हो मेरो दुईटा टायर पड्केको चाहिँ, यही हो होइन। पड्किन चाहिँ तीनटा हो टायर पड्केको चाहिँ, म गाडी माथि नै उक्ले है। अनि यो टायर यसरी पड्केछ कि यहाँ हजुरहरू हेर्न सक्नुहुन्छ होइन। अनि यो टायर चाहिँ बिचमा छ भनेको चाहिँ मैले यस्तो छ कि है, यो बिचको टायर पड्केको चाहिँ यो टायर हो मेरो होइन, पड्केको यो टायर हो। अनि तपाईँहरूले देख्न सक्नुहुन्छ उहाँ भित्रपट्टि पनि छ कि टायर होइन, सायद देखियो होला अलिअलि हेर्न सक्नुहुन्छ हजुरहरूले। अनि लोड चाहिँ यही छ है। अनि यहाँ यो ढकनभित्र पनि यहाँभित्र पनि छ कि, यो मुनि पनि छ टायर होइन। यहाँबाट यो ढकन उठाउने भने यहाँभित्र पनि टायर छ त्यस्तै। अनि यो अर्को ढकन यो भयो, यसको मुनि पनि छ कि,
अनि टायर टोटल 4 लाइन छ होइन। अनि 4 लाइन भएको भएर अनि टोटल 32वटा टायर छ पछाडि मात्रै। अनि यो दुईटा टायर गर्दा 34 टायर भयो। अनि अगाडि टाउकोमा 10वटा भनेपछि 44वटा भयो। अनि एउटा अगाडिको टाउकोको लागि ठुलो टायर स्पेयर टायर छ। 45वटा टायर छ मेरो गाडीमा है। म बसेको चाहिँ यही पेट्रोल पम्पमा हो। यो ठाउँलाई एक्ज्याक्ट के भन्छ त्यो त मलाई थाहा भएन, किनभने यो यहाँ केही सिटी छैन कि, यो ओपन एरिया छ कि। हेर्नु, ओपन एरिया भएपछि त अनि यो ठाउँको नामै थाहा छैन नि त, थाहा हुनु कुरो भएन नि होइन। अनि अब यहाँबाट अगाडि गयो भने लगभग 50-60 किलोमिटर अगाडि गयो भने त्यहाँ होता भन्छ होइन। अनि त्यहाँबाट यतापट्टि पछाडि फर्केर जताबाट म आएँ त्यतै गयो भने चाहिँ यहाँबाट लगभग त्यही 150 किलोमिटर अगाडि, 150 किलोमिटर जति अगाडि गयो भने चाहिँ अल्फलाज भन्ने ठाउँ भेटिन्छ होइन। टेलरहरू कुदिरहेको छ बाटोमा बाहिर। म चाहिँ यहाँ हिजो 21 गतेबाट आजसम्म यहाँ बसिराखेको छु। हेर्नु यति सानो सानो टायर छ कि, देख्न सक्नुहुन्छ हजुरहरूले। पछाडिबाट नि देखाइदिन्छु म। पछाडिको अलि यो यो रबरले हेऱ्यो, रबरले गर्दाखेरि राम्रोसँग हेर्न मिल्दैन होला पछाडि नै होइन। टायर यस्तो 4 लाइन छ होइन, भित्रैसँग छ कि। अनि यो मेकानिकहरू चाहिँ हिजोबाट कुरेको, हिजो टायर थिएन अरे, हिजो चाहिँ मार्केटहरू बन्द थियो अरे। अनि टायर लिएर आउनु पाएन अरे मेकानिकहरूले, छुट्टीको दिन पनि। अनि त्यही भएर चाहिँ मैले कुरेर बसेको छु। आज आउँछ कि सायद, कम्पनीले हिँडिसक्यो भनेको अघि नै हो, अहिलेसम्म आइपुगेका छैनन् मेकानिकहरू। अनि देख्न सक्नुहुन्छ हजुरले पछाडि। अब यही हो के गाडी मैले चलाउने। तपाईँहरूलाई अब मेकानिकहरू आएपछि टायर चेन्ज गर्ने बेलाको पनि देखाउँछु म। अनि अलिअलि यो बनाएर भ्याइसकेपछि म बाटोतिरको भ्यू पनि देखाउँछु हजुरलाई। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला, स्किप नगरिकन है। ल यही हो पेट्रोल पम्प चाहिँ। म तपाईँलाई एकचोटि गाडीको फुल भ्यू देखाउँछु है। उहाँ छ त्यसबाट। यो चाहिँ पानी है। मैले यहाँ गाडीभित्रै खानासाना पकाउँछु नि त, गाडीभित्र खाना पकाउँछु। अनि यहाँ भाँडासाँडा मार्ने, अनि यसो मुखसुख धुनको लागि, हातखुट्टा धुनको लागि हो ड्रमभरि। यो फुल छ ड्रम चाहिँ पानीको है। यही हो। के गर्नु, परदेशमा भएपछि नयाँ नयाँ केही देखाउन सकिँदैन है गाडीमा, भिडियोमा। अब यही गाडी देखाउने, म कहाँ जान्छु, के गर्छु, कसो गर्छु त्यही देखाउने हजुरहरूलाई। अब नेपालतिर भएको अब नयाँ नयाँ ठाउँमा घुम्न जाऊँ, सर र डाँडाकाँडा देखाऊँ, हरियो डाँडाकाँडा देखाऊँ भन्ने कुरो हुन्थ्यो के अरे। अब यहाँ परदेशमा यस्तै, अब यही गाडीकै यहाँ बस्नुन्जेल अब यही गाडीको भिडियो मैले के गर्छु, मेरो आफ्नो यही परदेशको पर्सनल लाइफस्टाइलको बारेमा त्यसैमा देखाउँछु। आयो सबैजनाले यो मन पराइदिनुहुन्छ भन्ने आशा छ। भर्खर अब च्यानल खोलेको, त्यही पनि अब सक्सेस त होला नहोला त छुट्टै विषय भयो, देख्न सक्नुहुन्छ हजुरहरूले। गाइज मैले चाहिँ अब मेकानिकहरू आउन आज ढिलो हुने भयो है। अब खाना पकाउनु पर्यो, नै पर्यो, के गर्नु है। अब यसो भाँडा मान्नु पर्यो, यस्तै छ। के गर्नु गाइस, गाह्रो छ परदेशमा। यहाँ देख्नु भएको छ मेरो परदेश लाइफस्टाइल कस्तो छ।
मेकानिकहरू आउन ढिलो हुने भयो गाइज। अब खाना पकाउनु पर्यो। अहिले चाहिँ बिहान साँझको लगभग 5:30 भइसकेको छ है। यो ड्रमबाट यस्तो पानी आउँछ नि, पानी भरेर हिँड्नुपर्छ। यो कुकर चाहिँ मैले नेपालबाट ल्याएको है। नेपालबाट मैले ल्याएको भन्दा नि मलाई घरबाट मेरो फ्यामिलीले पठाइदिनु भएको। यो पनि लगभग 3 वर्ष जति हुन लाग्यो है। 3 वर्ष अहिलेसम्म धोका दिए खाइने यसले। अब घर जाने बेला नि राम्रै चल्छ होला। घर जाने धन्न सानैबाट पकाइ थियो र नेपालतिर सिकेको थियो र यहाँ परदेशमा काम लागेको छ खाना पकाएर खानको लागि। आफै पकाउनुलाई पराय पकाएर खाइन्छ, नभए कहिले काहीँ झ्याउ लागेन होटलतिर पनि खाइन्छ। ड्रममा है नपानी भएर भने चाहिँ एकदमै गाह्रो हुन्छ क्या। फेरि बाटोतिर मेरो फेरि काम पनि गाडी पनि ठुलो, काम पनि एकदम लफडावाला काम छ कि। कहिले पर्मिट बनाएर हिँड्नुपर्छ। पर्मिट आउन कहिले काहीँ हप्ता 10 दिन लाग्छ। अनि त्यो नआइसक्दा फेरि म रुम छोडेर बाहिर गएँ भने त 10-15 दिनसम्म त फेरि होटल पनि नभेट्ने ठाउँमा पर्न सक्छु कि म। त्यस्तो ठाउँमा हुन्छ कि साइडतिर हुँदाखेरि चाहिँ यसरी टिपमा हिँड्यो भने त फेरि आनन्द हुन्छ कि, कसैको टेन्सनै हुँदैन। अब दोकानतिर गएर सब्जी लिएर आउनु पर्यो गाइज। अब हामी सुपर मार्केट जाँदै त सामान किन्नलाई। गाइज हाम्रो केटाहरू आइसक्यो। मेकानिक किसको लगाओ? अंदर तो आप लोग जाओ ना, मेरा कपड़ा ही नहीं यार बाद में फिर। गाइज हाम्रो मेकानिक केटाहरू आइसक्यो है। केटाहरू आएर अब टायर चेन्ज गर्न लाग्यो। 3टा टायर लिएर आइसकेको छ। 3टा टायर लिएर आएको छ। अब यो चेन्ज गर्यो। अब राजेश लगभग 6:30 भइसक्यो। लिभर ज्याक एउटाले मात्र उठ्छ है। एउटाले मात्र उठ्न गाह्रो छ। एउटाले मात्रै त आउने। हाम्रो केटाहरू आइसक्यो। टायर नै हो 3टा होइन। 3टा टायर लिएर हाम्रो कम्पनीको पिकअपमा 2जना केटाहरू, एकजना हाम्रो नेपाली दाइ र एकजना इन्डियन भाइ रहेछ है। 2टा आयो। यो हावा पाइप चाहिँ कहाँबाट जोडेको छ भने है, त्यो गन मेसिन, त्यो टायर खोल्ने मेसिन गन चलाउनलाई है
त्यो मेरो यहाँबाट लास्टबाट जोडेको के यो हावा पाएको होइन यहाँबाट हेर्नु और अंदर का व्यवस्था इधर मेरे तरफ इधर हाथ की तरफ अंदर तो बहुत मुश्किल है ना इसका जैक लगाना यार हमने ना उधर वो दूसरा जगह में मैंने टायर बदली किया ना उसमें तो जमीन खुदाई करके डाला था यार उठता ही नहीं जैक दुईटा जैक बिग्रियो नि मेरो गन बरु छिर्छ के गर्छ शङ्का लाग्छ मलाई त भित्र छिर्छ गन छिर्छ भित्र ल गाइजहरु यो गन यो त्यत्रो गन चाहिँ यो छिर्ला जस्तो माने हैन मैले है ठुलो रहेछ धेरै गाह्रो छ नि यो बिचको टायर त यार साइडको भयो त धेरै सजिलो हुन्थ्यो नि त यार बिचको भसी त जहाँ पनि दुःख मैले नि बिचको दुःख पाउँछु के बिचको टायर पन्चर भसी त यो पड्केर दिमाग खराब भयो तीनटा पड्किन्छ यार झ्यालो नि अहिलेसम्म यसरी म बाटामा बसेकै थिइनँ के यार 5 वर्ष हुनु भयो खाल्दिमा हैंड ब्रेक लगाया तो कहां से हिलाएगा हैंड ब्रेक लगाया नि और हैंड ब्रेक लगाएगा नहीं छूटेगा लकडाहरूले अब मेसिन हान्ने भयो गन हान्ने हो गन छिर्छ के गर्छ बरु ल फाइनली गाइज हामीले टायर चेन्ज गरेर भ्याइयो है तीनटा टायर चेन्ज गरेर भ्याइयो र लगभग हामीलाई 2.5 घण्टा जति लाग्यो र अहिले रातिको 8:30 भइसकेको छ म पनि गाडीभित्र आइसकेँ र केटाहरू पनि गइसकेँ उनीहरू रियाद जाने केटाहरू हो तिनीहरू रियादबाट आएको हाम्रो त्यहाँ पनि छ एउटा डिपार्ट रियादको अनि त्यही भएर त्यहाँबाट आएको थिए तिनीहरू अनि तिनीहरू टायर चेन्ज गर्यो अनि चिसो पिलाएँ मैले होइन अनि त्यहाँबाट गयो तिनीहरू म चाहिँ आज यहीँ बस्नु भयो आजको रात चाहिँ किनभने ढिला भइसक्यो खानासाना पकाउँदाखेरि यताउति गर्दाखेरि ढिलै हुन्छ मलाई अनि त्यही भएर म चाहिँ भोलि बिहान निक्लिन्छु यहाँबाट मलाई जान अझै 1 दिन लाग्छ देख्न सक्नुहुन्छ हजुरहरूले म चाहिँ गाडीभित्र आइसकेँ है मेरो गाडीको माहौल चाहिँ यस्तो छ भित्रपट्टि देख्न सक्नुहुन्छ म यसो खानासाना पकाउनु पर्छ मैले यहीँ होइन हेर्न सक्नुहुन्छ हजुरहरूले ल अब चाहिँ ढिला नगरिकन है अब र भिडियो के कस्तो लागेको छ कस्तो भएको छ कस्तो लाग्यो हजुरहरूलाई कमेन्ट बक्समा एउटा मिठो कमेन्ट छोडेर जानु होला किनभने त्यो कमेन्टले मलाई धेरै मोटिभेट मिल्छ हजुरहरूको त्यो एउटा कमेन्टले गर्दाखेरि त्यसैले अब चाहिँ गाइज रात धेरै भइसकेको छ अब खाना पनि